फाइनल्ली हामी चाहिँ यहाँ खै के ठाउँ चाहिँ नाम चाहिँ थाहा छैन। अब यहाँसम्म आइयो, यहाँबाट चाहिँ उता चाहिँ गइयो। झन् उता गयो झन् बाटो मिठो रहेछ यार। यता के यस्तो यार, के हो यो, के हो बाटो त के हो यहाँसम्म आइयो। यो कुन के भन्छ उतारो हुन्छ भाइ। यहाँ छ आफू, यहाँ छ यार। हेलमेट ल्याइएन, भिडियो केही बनाउनु पाएन। दामी छ हौ बाटो चाहिँ यार। मैले हेलमेट लिएको भए चाहिँ भिडियो बनाउँथेँ म। मैले हेलमेट नलिकन आएँ कि सस्ता लगाएर कस्तो हुन्छ भनेर। यहाँबाट खै के भन्छ, यहाँबाट गुरुल जाने हो कि छेस्काम जाने हो त्यो बाटो थाहा भएन। यताबाट तल पनि झर्ने बाटो रहेछ, यताबाट माथि जाने बाटो रहेछ। कहाँ जाने बाटो थाहा भएन। म चाहिँ यहीँबाट फर्किन्छु। बाटो चाहिँ यहाँसम्म आइयो। एकदम मिठो छ यार बाटो चाहिँ। यता झन् मिठो रहेछ। आमा सुवासै तँलाई पक तेरो गाउँमा लगेको छैनस्। तँलाई भेट्यो भने ममा कोरी त मनाउँदाखेरि लुक लगाएको छस्, नाम दिएको छस्। तर बाटो एकदम मिठो छ यार। यता मुलाले यस्तो बाटोमा रहेछ र 220 बाइक सर कुदाएर आउँछ। यस्तो मौसम क्या दामी हेर्नु न, सर्ट लगाएर है। यहाँसम्म है। यो चाहिँ के भन्छ, म चाहिँ पात्लेबाट आएको थिएँ। पात्लेमा बसिरहेको थिएँ। अलिकति सामान दाउराहरू ओसार्दै थियो, त्यहाँबाट यहाँ आयो। तर बाटो चाहिँ यस्तो मिठो छ कि पिच बाटै जस्तो कि। आमा ठाउँ त दामी छ हौ। यता नि कस्तो यहाँ भ्यू त्यत्तिकै यस्तो दामी छ। बाइक यहाँ छ, यहाँ माथि नि घुम्ने ठाउँ रहेछ यार बाइकहरू रहेछ। तर बाटो चाहिँ यस्तो दामी छ कि यताको। अनि यहाँबाट नि माथि जाने ठाउँ रहेछ। गइदिउँ न हामी पनि टक्क लाएर है कस्तो रहेछ। घुम्न आएको मान्छे घुम्नेर बस्ने हो नि त। उयो माथि झन्डै लगेको यहाँबाट चाहिँ दामी ठाउँ देखिँदो रहेछ। यो ठाउँ त मैले टिकटकमा पनि देखेँ जस्तो लागेको थियो। के हो कसो हो यो त। दामी ठाउँ रहेछ। यहाँ यस्तो हिँड्दै दामी पाराले है टक्क लाएर यहाँबाट चाहिँ यस्तरी यहाँ आइएको छ। बाटो चाहिँ यस्तो छ है, दामी छ। ए यहाँ हो रहेछ, यहीँ रहेछ यार। लोचन पार्क भने त यहाँ पो रहेछ त। यहाँ रहेछ यस्तोरी है। मोबाइलमा डुब्ने होइन, यसको सही प्रयोग गर्नु होला। दामी छ त दामी। यस्तै मोबाइलमा डुब्ने होइन, यसको सही प्रयोग गर्नु होला। हामी त मोबाइल हेर्दैन, हामी त यस्तरी हेर्छ कि दामी पार्थ्यो। भ्यूहरू चाहिँ हेर्छौँ दामी पाराले है। हामी यहाँ छौँ, मान्छे तल छ त। दामी ठाउँ, खतरा पार्क। कहीँ न कहीँ त नेपालमा नि हुन्छ है यस्तो है। योमा चढ्नु हुन्छ कि हुँदैन, चढेँ है मैले। ल दामी ठाउँ लोचन पार्क। टक्क सुई टक 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 डेङ लाग्यो। अब चाहिँ लग्यो गइन्छ। त्यहाँ दाइहरू कुरिरह होला कहाँ गयो भनेर टक्क लाग्यो। म चाहिँ यहाँ आएँ, यहाँबाट पर गएँ, यहाँबाट सट्टै यहाँ आएँ। बाइक भने यहाँ छ।